यो सिसालाई ग्रेडिङ गर्दाको भिडियो हो। सिसालाई ग्रेडिङ गरेर सिसाको पाउडरलाई 4वटा स्टेपमा ग्रेडिङ गरिएको छ। यो ग्रेडिङ गर्नुको औचित्य भनेको चाहिँ फरक फरक साइजको सिसाको धुलो चाहिँ फरक फरक प्रयोजनमा युज हुने भएको भएर यो ग्राहकले यसरी नै ग्रेडिङ गरेर उहाँहरूले सप्लाई गर्नुहुन्छ होला। यसरी कन्भेयरले तपाईँको चाहिँ भाइब्रेटर मेसिनमा ल्याउँछ र कन्भेयरमा आउने भनेको चाहिँ क्रसर मेसिनबाट सिसा फोर्ने मेसिन भन्छौँ। विशेष किसिमले बनाइएको हुन्छ मेसिन, मजाले सिसालाई धुलो गर्छ। यो डबल स्टेजको सिसा फोर्ने मेसिन हो। डबल स्टेज मतलब 2 चोटि सिसा फोर्छ यसले। भित्रपट्टि 2 चोटि फोर्छ, डबल 2 चोटि ह्यामरिङ हुन्छ यसमा भित्र। स्पेशल किसिमको ब्लेड हुन्छ ग्लासको लागि, त्यसैले गर्छ। र यसरी ग्रेडिङ गरेर 4 स्टेपमा मजाले सल्ल बगेको देख्नुभयो होला। यसरी तपाईँको चाहिँ सिसाको धुलो झर्छ। यो सिसाको धुलो झर्ने यो मेसिन भाइब्रेटर भनेको सबै प्रयोजनमा प्रयोग गर्ने मिल्छ। तपाईँले तोरी चाल्न प्रयोग गर्नुभएको देख्नुभयो होला, या अन्य कुनै पनि कुराहरू ग्रेडिङ गर्नलाई युज गर्न मिल्छ। जाली स्टिलको हाल्न पर्ला, कहीँ नर्मल हाल्नु पर्ला, त्यति फरक हो। यसरी कन्भेयरबाट सरल किसिममा। अब यस्तो खाले प्रयोजन कुनै पनि उद्योगमा गर्न सकिन्छ यी मेसिन उपकरणहरू।